जुका मै एक डोको भयो अब चाहिँ हामी जानुपर्ने हुन्छ यो पनि हो कि हैन सबै हो कि हजुरलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा अनि हामी चाहिँ स्कुल बिदा भएर आएर खाजा खायो अरे हामी चाहिँ तरकारी खोज्नुलाई माथि जाँदैछौँ पछाडि बहिनी पनि खै बहिनी चाहिँ बहिनीलाई त डोकोले डल्लै झोलेको टी सर्ट पनि अनि यहाँ जुका चाहिँ स्टार्ट भइसक्यो यहाँदेखि डल्लै खालको तर टी सर्ट सेम परिछ आज हाम्रो अब यहाँ त कति छिटो कोदो रोपिसक्नु भएको छ हौ यहाँ त कस्तो राम्रो डाँडा छ यो हाम्रो यस्तो राम्रो छ डाँडा म बहिनीलाई देखाइहाल्छु नि अनि यो डोकोमा घाँस ल्याउनु पर्ने छ ए पछाडिबाट हेर्दा मान्छे भन्दा डोको ठुलो देखिँदो रहेछ तपाईँको त डोको ठुलो गाई छोरो हाम्रो बाटो चाहिँ यस्तो छ उकालो जाँदैछौँ हस् म भरे चाहिँ घर गइहाल्छु अनि स्न्याक्स खोजेर गरिदिनु छोड्नु न यो आल्चाको रुख चाहिँ दुईजना मान्छे चढेर खाँदै ढलेको अरे उहाँ त्यस्तो भेटेछ हौ योदेखि अझै माथि हो यो हजुर उहाँ जानुपर्ने अरे हामी उहाँ तर जुका भन्ने के फाइनल्ली हामीले निगुरो भेट्न थालिसकेका छौँ गाई छोरो यहाँदेखि हामी जङ्गलमा आइपुग्यौँ कतादेखि जाने हो यता यस्तो सिस्नो नि पाउँछ है चारो चाहिँ यस्तो लैजानु पर्ने मान्छेले खाँदैछ नि यसको फुल त मिठो हुन्छ नि बहिनीले टिप्दैछ धेरै तल त नझर ल लडिन्छ यसको फुल त कस्तो राम्रो हुन्छ कि ठुलो यहाँदेखि पानी कहाँ लगेको छ यो निङ्गुरो हो कि होइन गाई छोरो निङ्गुरो खानुहुन्छ नि यसरी आउनुहोस् पारी निङ्गुरो खोज्नु हामी आइपुग्यौँ फाइनली यति भयो यो खोलादेखि उता जानु उताबाट अरे हौ स्न्यामिस यो डोकोको माथि चाहिँ लगाऊँ न हजुर देखाउनु कस्तो मजा यति बनायौँ हामीले अनि उता डोकोमा हामीले चारो पनि लानुपर्ने हुन्छ गाई छोरो चारोको लागि यो जङ्गलमा यो कराएको चाहिँ सुन्न के चुचु गरेर राति परिसक्यो अनि झ्याउखुरी पनि कराउनु थाल्छ त ओइ बहिनी हाम्रो चाहिँ दिउँसो कराउँछ झ्याउखुरी हिजो अघि हाम्रो स्कुलमा त्यतिकै बहिनीले चाहिँ निङ्गुरो टिप्दैछ यहाँनिर तपाईँलाई मनपर्ने निङ्गुरो के छ खै कुङ्गुरुङ यो पनि हो कि होइन सबै हो कि होइन कति बेला सबै होइन मच्छर साँच्चै आउनु थालेछ हौ गाइस यति टिप्यौँ स्ट्यान्डले त कहिले गाडी चढ्नु हुन्छ नि साह्रो सेल्फी स्टिक किन्नु के एउटा बोल निङ्गुरो नचिनेको अवस्था हान्दै उया भित्रमा काकीहरू आउनुहुन्छ नि त जङ्गल
सक्नु भएको रहेछ यता चारा पनि काट्नु भएछ नि यताबाट आउनु भएको मान्छे हुनुहुँदो रहेछ लतरिङ्स छ नि त अनि तपाईँ त के हो फिस्टा त देखिँदैछ नि म अब म टाक्छु नि त एउटा अन्डा खानु भएको छैन आधी हौ आज मैले आधी अन्डा खाएको छु मलाई त यस्तो खालको वाला मनपर्छ निङ्गुरा गाई झन्डै हेर्नु न माथि आइसक्यो कहाँ छौ पात टिप्दैछौ म यो सोनिकेलाई गाइस यति धेरै हाम्रो निङ्गुरो टिफिनमै एक डोको भयो अब चाहिँ हामी जानुपर्ने हुन्छ यस्तो राम्रो खालको निङ्गुरो छ है अब यसरी बोकेर जानुपर्ने हुन्छ हामी घरतिर यसरी बोकेर जानुपर्ने यता चाहिँ देखाएको छैन यसरी बोकेर जानुपर्ने हुन्छ म चाहिँ जस्तै देख्छ नि यो हेर्दाखेरि चाहिँ स्याउ ए स्याउपत्ती चाहिँ हो नि त यो यति घाँस बोकेको पनि सक्नुहुन्न हौ घर आइपुग्न त हालत त्यस्तो छ घाँस झार्नु झारेर अमिलो अमिलो यो गाइस अब चाहिँ हामी घर आइपुग्यौँ बहिनी घरले लडेर फाइनली घर आइपुग्यो चाहिँ हाम्रो मिसको घरै गाइसहरू आइपुग्यौँ हामीले त त्यति लिएर आयौँ आन्टी अनि कति निगुरो त ल्यायौँ अनि ऊ चाहिँ थोरै ल्यायौँ प्लान्टसँगको घरमा चाहिँ कता गयो घाँस लाउनु गयो आन्टी बस हुन्छ यति भन्दै भिडियोलाई यहाँ अन्त्य गर्छु गाइस बाई बाई